Hi everyone, good morning. It's me Ronisha. Welcome to our day in my life. मेरो चाहिँ आज भोलि र आज चाहिँ ड्युटी अफ छ अनि त्यसपछि आज र भोलि चाहिँ माइक त लगाइरहेको छु नि हैन आज र भोलि चाहिँ ड्युटी अफ छ अनि आज र भोलि अथवा डे अफ भएको बेलामा चाहिँ म के गर्छु भिडियो चाहिँ लास्टदेखि फर्स्टदेखि लास्टसम्म भिडियो बनाएर अपडेट गर्छु हजुरहरूले चाहिँ लास्टसम्म हेरिदिनु होला मनपर्छ भने चाहिँ लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला अनि त्यसपछि म चाहिँ हजुरहरूलाई पनि सपोर्ट गर्छु मलाई पनि सपोर्ट गर्नु होला आज चाहिँ मैले उठ्नु बित्तिकै के गाइस उठ्नु बित्तिकै हैन बेडबाट नै भिडियो स्टार्ट गर्दैछु अनि मेरो रुम चाहिँ यस्तो भद्रगोल भएको छ अहिले चाहिँ 11 बजिसक्यो म एकदमै धेरै अल्छी छु 11 बजिसक्यो यति बेला उठेको छु किनभने आज ड्युटी अफ हो नि त हैन मेरो रुम देख्न सक्नुहुन्छ भद्रगोल भएको छ अझ बेड हेर्नु न बेड याहु यो बेडलाई लिएर चाहिँ गाइस म फेरि अर्को रुमहरु सफा गर्दैछु मेरो जिम गर्ने ठाउँ मन लाग्यो भने कहिले कहिले यो यहाँ चाहिँ मसँग डम्बल पनि छ के त्यसपछि गाइस म मन लाग्यो भने चाहिँ यहाँ जिम गर्छु मन लागेन भने चाहिँ गर्दिन ट्रेन स्टेसन चाहिँ नजिकै छ तर अनि यसले गर्दा फेरि चाहिँ एकदमै धेरै धुलो आउँछ अनि कपडा चाहिँ सुकायो भने धुलै धुलो हुन्छ के जहिले मैले चाहिँ आफ्नो कामहरु सबै सकिसके अब चाहिँ बाहिर जानको लागि रेडी हुँदैछु तर चाहिँ साथीको घर आइपुगिसके अब भित्र पस्छु सायद सबैजना घरमा नै छ होला यहाँ फुलहरु छ के म चाहिँ आउन ढिलो भएछ अनि यहाँ चाहिँ किमा पनि अलरेडी रेडी भइसकेछ पिठो पनि रेडी भएर बसिसकेछ अब चाहिँ हामी यो मोमो उ चाहिँ पर्फेक्ट छ अनि म चाहिँ छैन म चाहिँ फर्स्ट टाइम बनाउँदै छु दाइको पनि पिठो पिस्ने पसल छ फेरि सबै सामान चाहिँ लिनुपर्छ लिएर आउनु सामान चाहिँ आफै लिएर आउनुपर्छ मैले बनाएको मोमो भएको छ सामान सबै ल्याएर आएपछि 50% यहाँ 50% हातलाई हो नि हामी सिकाइदिन्छौँ तर धर्नाले बनाएको कस्तो राम्रो छ गाइस हामीले यो मोमोमा यो डल्ले खुर्सानी हालेर दाइको त्यो बनाउनु बनाउँदैछौँ हामीले मोमो बनाउँदाखेरि 3टा डल्ले खुर्सानी हालेर बेरेर पोको पारेर पकाएका छौँ अनि यहाँ कहाँ कहाँ के परिचय चाहिँ कसैलाई पनि थाहा छैन अब कसलाई पर्छ हेर्दै जाऊँ ल यो अचार ल लेट्स ट्राई ल मलाई भनेको छ ए गर्ने सबैले ओके ल ल चेस यसरी गर खाइदैन चेस इतनी खुशी मुझे आज खाएर परे के हो परेपछि देखाउ न ए थाहा भएन नि गम्मे खाए पनि छैन थाहा हुन्छ लास्ट एउटा मलाई पराइदिन्छु चलाउँदाखेरि थाहा हुन्छ होला के खुर्सानी के थाहा जङ्गल हो A few moments later, a few inches later, 2 hours. कैसे भी करके निकाल मेरे भाई मैं फंस गया हूँ यहाँ मलाई थाहा भयो मलाई पर्यो भनेर फेरि पनि पछि के भएर जाँदो रहेछ त अनि कसरी थाहा पाउनु त कति एउटा पनि परेन मलाई एउटा गरौँ तिमीलाई मलाई दुईटा परे जस्तो लाग्यो त हालेको दुईजनालाई एउटा मलाई दाइलाई परेन है बाई गाइस